आजको यस भिडियोमा हामी 21/34 को एउटा प्लान हेर्न गइरहेको छौँ। यो प्लानमा 3 BHK को प्लान हो, जसमा 3 वटा रुम छ, एउटा किचन र एउटा टोयलेट एन्ड बाथ छ, अर्को एउटा पूजा रुम एरिया छ यहाँ र अर्को हल। यसमा नम्बर्स अफ कलम भन्दाखेरि 12 वटा छ, 12 वटा यसमा नम्बर्स अफ कलम छ, 12 वटा र यसको एरिया 21x34 फिटको यसको प्लान छ, जुन प्लान 21x34 फिटको एरियामा बन्न सकिन्छ र यसको बेडरुमको साइज भन्दाखेरि 10.5 फिट × 9 फिट 7 इन्चको छ र अर्को 10.5 फिट 9 फिट 7 इन्चको यसको बेडरुमको साइज छ। अर्को टोयलेट एन्ड बाथको साइज 4 फिट × 5 फिट 7 इन्चको टोयलेटको हो र अर्को पूजा रुमको 4 फिट × 5 फिटको पूजा रुम एरिया छ र हलको एरिया भन्दाखेरि 6 फिट 9 इन्च × 9 फिट 7 इन्चको हो र यहाँ पैसेज एरिया 3 फिट 7 इन्चको पैसेज हो र यहाँ स्टेयरकेस छ र किचनको एरिया भन्दाखेरि 6 फिट 5 इन्च × 9 फिट 7 इन्चको किचन हो र यसमा नम्बर्स अफ कलमको संख्या भन्दाखेरि 12 वटा कलम हो, जसमा यहाँ ओपनिङको लागि यहाँ डोर र विन्डो दिएको छ र अर्को भेन्टिलेसन। डोरको साइज यहाँ W1 को साइज 5 फिटको हो र अर्को D1 को साइज D1 को साइज 3 फिट 10 फिट, D2 को साइज 2 फिट 6 इन्चको हो त्यसको चौडाइ। अर्को पिलरको साइज भन्दाखेरि 12x12 को पिलर हो। यसमा कलमको साइज भन्दाखेरि यहाँ 12x12 को कलम हो। यो प्लान तपाईहरुले एउटा नर्मली बनाउन सकिन्छ। यो प्लानको लागि हामीले जमिन चाहिन्छ 21/34 फिट र यसको एरिया 714 स्क्वायर फिट हो। यसको एरिया एकदमै बेस्ट हाउस प्लान हो र तपाईहरु घरको नक्सा बनाउनको लागि हामीसित कन्ट्याक्ट गर्नु होला। कन्ट्याक्ट इन्फोको लागि हामीले डिस्क्रिप्सनमा आफ्नो नम्बर र इमेल राखिदिएको छौं। तपाईले मेल गर्नु होला र व्हाट्सएपमा कन्ट्याक्ट गर्नु होला। नम्बर तल दिएको छ डिस्क्रिप्सनमा। र यो भिडियो अन्त्यसम्म हेर्नु भएकोमा सबैलाई धन्यवाद। अर्को भिडियोको लागि यो च्यानललाई सब्स्क्राइब गर्नु होला। यस्तै खालको अर्को भिडियो नै आउँछ, घरको नक्सा सम्बन्धी आउँछ। धन्यवाद।